हेलो मेरो प्यारो मित्रहरूलाई दर्शन छ है राज थापा रकनको तर्फबाट। अस्तिको भिडियोमा हल्का मैले मेरो लाइफको कुरा गरेको थिएँ। म जे भए पनि नेपाली हुँ, आफ्नो देश नेपालको अत्याधिक माया लाग्छ। अब कयौँ शताब्दी नै भनौँ न, शताब्दीपछि बल्ल युग पुरुषहरू भेटेका छौँ हामीले। हाम्रो प्रधानमन्त्रीज्यूदेखि लिएर हाम्रो गृहमन्त्री सुदन गुरुङसम्म उहाँहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा कतिपय मान्छेहरूले आलोचना गरिरहेको हुन्छ। त्यो चाहिँ राम्रो होइन है। किनभने कसैले केही गर्छु भन्छ भने उहाँहरूलाई हामीले गर्न दिनुपर्छ के है। उहाँहरू भनेको युग पुरुष हो। उहाँहरूलाई सिधा कुरा भन्यो भने तपाईँ हामीले मगाएको होइन। उहाँहरू भनेको एकदम टाइम डिमान्ड, टाइमको माग हो। टाइमले मगाउनु भएको, उहाँहरूलाई टाइमले ल्याउनु भएको हो। त्यही भएर यो कुरा काट्ने, खुट्टा चाट्ने यस्तो कामहरू चाहिँ छोडिदिउँ, अगाडि बन्द गरिदिउँ है। हाम्रो मुलुकले बिस्तारै बिस्तारै आफ्नो रूप रङ फेरिरहेको छ। उहाँहरूले केही गर्छु भनेर आफ्नो पदभार सम्हाल्नु भएको छ। त्यही भएर उहाँहरूलाई हामीले जति सक्दो सपोर्ट गर्नुपर्छ। देश बन्ने तपाईँ हामी यति नै भन्छौँ नि, यत्तिकै भन्छौँ हामी। लाइफ बनाउनु ठुलो कुरा होइन नि मित्रहरू। लाइफ त जहाँ गएर जसरी पनि बनाउन सकिन्छ। सबभन्दा ठुलो कुरा भनेको मुलुक बनाउनु हो, आफ्नो देश बनाउनु हो। जो हाम्रो गृहमन्त्री, प्रधानमन्त्री भनौँ न, राष्ट्रपा पार्टीले केही गर्न खोजिरहेको छ। यो राष्ट्रपा पार्टी मात्रै नभइकन यो हामी सबैको पार्टी हो क्या, यो हाम्रो देशको पार्टी हो। अनि विपक्षी दलका पनि जति पनि नेताहरू हुनुहुन्छ, उहाँहरूले पनि नकारात्मक टिका टिप्पणी गर्नु भएन। अबको टाइम भनेको कस्तो हो भने हामी सबै मिलेर होस्टेमा हैसियत गर्दै, एकले अर्कोलाई साथ दिँदै मुलुक बनाउन जरुरी छ है। म यही भन्न चाहन्छु। हाम्रो गृहमन्त्रीले पनि जे गर्नुभएको छ एकदम राम्रो गर्नुभएको छ। जे गर्नुभएको छ एकदम अन द स्पोट गर्नुभएको छ। हाम्रो प्रधानमन्त्रीज्यूले पनि अब खासै नबोले पनि गुपचुप पारामा भनौँ न, थुत्रुनुभन्दा त यार हात पाखुरा चलाएको, दिमाग चलाएको राम्रो हो नि होइन र। मुखले मात्रै बक बक गर्ने, काम व्यवहारमा उतार्न नसक्ने, त्योभन्दा त बरु कम बोल्ने, धेरै गर्ने। भगवान्ले पनि त हामीलाई दुईवटा कान एउटा मुख दिनुभएको छ, अर्थात् कम बोल धेरै सुन भनेर त हो। त्यही भएर म मित्रहरूलाई के आग्रह गर्न चाहन्छु भने, अझै यदि हजुरहरू पनि त्यो क्रिटिसिजम गर्नेहरूमा पर्नुहुन्छ भने क्रिटिसिजम नगर्दै राम्रो है। पहिला यथार्थ बुझौँ, उहाँले के कस्तो गर्नुहुन्छ। ती सब कुराहरूको हामीमा नलेज भइसकेपछि, उहाँहरूले गरेको कामको परिणाम आएपछि अनि हामीले राम्रो नराम्रो यताउता भनेर छुट्याउनु अलग कुरा हो। तर अहिले नै अब भर्खर स्टार्टिङमै फलानु यस्तो, ढिसानो उस्तो, फलानुले कम बोल्यो, यताउता, त्यो ठिक होइन है। मेरो विचारमा भन्नुपर्छ त्यो ठिक होइन। त्यसैले आज यति हल्का आफ्नो मनमा लागेको कुराहरू मात्रै म यसो भन्न आएको। हाम्रो प्यारो अनि मित्रहरूसँग म यसो अपडेट पनि हुन आएको। थ्याङ्क यू है। मेरो प्यारो मित्रहरूलाई धेरै धेरै माया छ। लभ यु अल।